हेलो गाइस अहिले रातिको 3 बज्न लागेको छ बजिसक्यो 3 बज्यो अहिले चाहिँ आज हामी 3 बज्यो जानेछौँ के रे भ्यू पोइन्ट हैन भ्यू पोइन्ट र बेस क्याम्पसँग सक्यो भने बेस क्याम्पसँग अहिले रातिको 3 बजेको छ यहाँको भ्यू चाहिँ खतरा छ हैन तपाईलाई यहाँ भिडियोमा क्याप्चर नभए फोटोमा चाहिँ देखाइन्छ यहाँ सबजना रेडी हुँदैछ सोल्टी रेडी हुँदैछ यस I'm already ready भाग्दिनी हो ओ गाइजहरु रेडी हुँदैछ ल रातिको बेला के हुँदो रहेछ भने कसरी खेल्ने होला आइस यस्तो चिसो छ माइनसमै छ होला है -2 मा टेम्परेचर भेरी कोल्ड भेरी नाइस कोही माथि गएर चक्कर लाग्ने के भयो भने सबै फर्कियो है कोही जाने कोही नजाने गर्ने हैन त्यहाँ ल माथि अहिले चाहिँ हामी हिँड्न लागेको पहिला सुरु भ्यू पोइन्ट त्यसपछि जाने हो दाइ त कडा रेडी हुनुहुन्छ अलि मसँग छ ठुलो हामी रातिको 3:30 बजे अहिले चाहिँ अँधेरो देखेछ ओ सब ढाकेछ नि त नजिकैतिर हेर्दै थिएँ ए सरी अहिले चाहिँ बाटोमा हिँड्दैछौँ बाटो एकदमै भयानक छ कस्तो लागिरहेछ होइन एकदम थाकेर नसकेन सबै पनि सुक्यो पानी होइन हावाले निकै हानिरहेको छ धेरै अन गर्न अलि मिल्दैन किनकि हात चिसो भइसक्छ होइन पाउनु भयो फाइनली गाइस हामी भ्यू पोइन्टसम्म आइपुग्यो बेस क्याम्पसम्म चाहिँ पुग्न सकिन्न होला चिसो बेसी छ अहिले चाहिँ हल्का घाम आउन लाग्छ कतिको माइनसमा गयो जस्तो लाग्छ टेम्परेचर यो चाहिँ ठिकै त्यति साह्रो परेको त छैन किन नपरेको थाहा छ सल्टी किन माथि बादलै छैन काउडा जुन पनि मजाको लागेको छैन अब हामी चाहिँ अब सनराइज कुर्दै र भ्यू चाहिँ यहीँ छ माछापुच्छ्रे हिमाल चाहिँ अहिले अँधेरो भएर देखेको छैन जस हामी उहाँ बेस क्याम्पसम्म नपुग्यो पनि हाम्रो 2 जना टोली चाहिँ उहाँ बेस क्याम्पमा गएर चाहिँ क्लिपहरू खिच्नेछ है बाटो चाहिँ एकदम रिस्की छ भनेर चाहिँ हामी चाहिँ गएका त्यसमाथि हाम्रो यहाँ 2 जना दिदीबहिनीहरू पनि अलिकति थकित अवस्थामा मेरो पनि यो खुट्टा दुखेर चाहिँ अनि जोइन्ट पेन भएर चाहिँ जान सकेन नत्र भए गइदिन्थेँ होइन ल गाइस यस्तो हात रातो भएछ है हो सो कोल्ड फकिङ कोल्ड ल गाइस बिहानको टाइम भइरहेको छ अहिले ठ्याक्कै कति बज्नु लागेको छ अहिले अहिले 6:17 भयो अहिले 6:17 भइरहेको छ बिस्तारै घाम आइरहेको छ यतिको चाहिँ भइरहेछ है गाई चाहिँ
माथिसम्म चाहिँ पुग्यो माथिसम्म चाहिँ पुग्न सकेन भ्यू पोइन्ट चाहिँ अझै यहाँ हो तर अहिले चाहिँ हामी यहाँ छौँ के अरे अब मुड बन्यो भने जान्छौँ त्यहाँसम्म अनि सबै जाडोले एकदमै उस भइरहेछ कस्तो दामी देखाएको छ है हाम्रो दाइको अब पोइन्ट अफ भ्यू लिनु पर्यो नि त होइन कस्तो लाग्यो हजुरलाई यहाँसम्म आउँदा हाँसुल्टी भनिदिनुहोस् एकदम गाह्रो लाग्यो एक्सपिरियन्स चाहिँ कस्तो भयो तपाईँको के छ हाल खबर हिँड्दा चाहिँ कस्तो लाग्यो तपाईँलाई यहाँसम्म सही छ अब यता सोधौँ तपाईँलाई कस्तो लाग्यो आउने बेला चाहिँ के भइरहेको थियो थाकियो है त झै निकै अब हाम्रो दाइको पनि भ्यू पोइन्ट लिउँ न त कस्तो लाग्यो यहाँसम्म पुग्दा चाहिँ तपाईँलाई एकदम मजा आयो तर जाडो छ एकदमै औँलाले कामै नगर्ने खुट्टाको पनि हातको पनि फोटो खिच्ने मन लाग्छ छैन अहिले घाम आइसी खिच्ने नि घाम चाहिँ उदाउँदैछ बिस्तारै लगाइस यही हो अब हामी हिजो बसेको हाई क्याम्प तल उता घान्द्रुक छ यता ल भ्यू पोइन्ट टी एन्ड कफी सप नानी यता नानी कस्तो भइरहेको त भित्र आएको ताप्दै भेनाले सुरु गरिसक्नु भयो ल अहिले चाहिँ हामी चिया खान लाग्यो Cheers everyone good to cheers कस्तो cheers चियर्स ल चियर्स भन्दै आजको ब्लग मर्दीको समाप्त धन्यवाद धन्यवाद डन मिलाउँदा हुन्छ आज चाहिँ टिकटक कार्यक्रम हुँदैछ टिकटक होला यसलाई बिले बिले ल ढल्ला चाहिँ फेरि ल ढले ढले पनि आउन लाग्यो गाइज अहिले ढलेको भयो सिधै तल ल अब चाहिँ हामी तल झर्दैछौँ है पोखरी पुग्ने आज
गाडी पनि उ तल त दुईचोटि चिप्ल्यो भने त्यहीँ पुग्छ प्लास्टिकको मजाले हिँड्दो रहेछ है दाइ अहिले बेसी काम पुगेर आयो भने चाहिँ कुरा बुझ्नु न मिलाएर अब यो बाटो यो पहिले सब फर्काइदिन्छ यो हेर यहाँको बाटो ओइ मेरो जुत्ता अड्कियो एकदम गाह्रो के त्यस्तो छ राति आएर पो थाहा नभयो त्यही भनेको बाटो चाहिँ यस्तो ठाडै छ दिदीहरू माथि आउँदैछ म चाहिँ अहिले भ्यू पोइन्टबाट तल झर्दैछु एकदम रमाइलो भयो बिहानै 3 बजे अँध्यारोमा हिँडेर यो बाटो चाहिँ अहिले यो बाटो झर्दैछौँ पछाडि चाहिँ देख्न सक्नुहुन्छ माछा पुच्छ्यो हिमाल which is also known as Fishtail. बाटो चाहिँ यस्तो यता पनि भिड छ है अब यो बिचबाट डाँडै हिँड्दै जानुपर्छ तल हल्का बादल पनि लाउँदै आइरहेको खै त दिदीहरू त कहाँ माथि रहेछ बाटो चाहिँ यस्तो नेपालको झन्डा बोकेर हिँड्दैछन् एक युवक हतारमा अनि युवतीहरू How are you feeling right now? Very well. He's always laughing, not smiling. Yeah. अब ढाकिन्छ अब बल्ल थाहा भयो देखेपछि थाहा भयो यो बाटो यस्तरी कता हाम्रो ब्यानर
हामी चाहिँ अहिले फर्किँदैछौँ माथि पुगेर इट वाज अ रियली नाइस एक्सपिरियन्स हजुर यहाँ चाहिँ पुरा मान्छेले यस्तरी औँला देखाए जस्तो देखिन्छ कहाँ गयो रेस्ट गरे क्या ल अब यताको छोपेको छ नि भयो हामी चाहिँ हाई क्याम्पमा आइसक्यौँ है हामी बसेको होटलतिर यता त सब भुसुलाइसक्यो हामी वहाँ माथिबाट यहाँ पुग्यो कस्तो भइरहेको छ त ट्रेक भेनाएर अर्को दाइ पनि आइसक्नु भयो अब होटल जाने बित्तिकै खाजा खाएर हामी हिँडिहाल्छौँ पोखरातिर दिदी साह्रै थाक्यो अरे आज बिहान त्यत्रो उकालो चढेर त्यही भएर दिदीको पनि झोला बोकेर हिँड्दैछु म चाहिँ अब ठ्याक्क लो क्याम्प पुग्न लाग्यो हामी यही लो क्याम्प जाने बाटो चाहिँ यस्तो छ यता चाहिँ पहिलाको गोठ होला अहिले पनि हुन त होला तर मान्छे छ कि छैन है यहाँ पनि रहेछ गोठ चाहिँ माथि जाने बाटो म भर्खरै आएको लो क्याम्प आउन लाग्यो यही तलको अब लो क्याम्प पनि आइयो हिजोको घोडा चाहिँ त्यहाँनिर रहेछ ताल पनि रहेछ है माछा छ कि नि माछा होला जल्दी माछा मार्दै बस्नु पर्छ क्या भने कुन कालो कालो है सेम माछा जस्तै देखियो तर होइन होला पुगेन यार पावर हो त्यो भनेको होइन तिमीले नरहेछ यहाँ चाहिँ खतरा रहेछ बस्ने ओडारो राजेश दाइको के पिउने लौन मैले सोचेकै थिएन बल्ल आइपुग्यो अब
ल हामी चाहिँ फ्ल्यासै बलेन